हेलो गाइज, गुड इभिनिङ। हजुर सन्चै हुनुहुन्छ? मेरो चाहिँ आज होइन, काम छुट्टी भएको कारण चाहिँ म आज चस्मा किन्नपट्टि लागेँ। मलाई कति धेरै रहर थियो क्या चस्मा लगाउने चाहिँ, चस्मा किन्ने चाहिँ। सबै ट्राई गरेँ तर कस्तो त्यस्तो साह्रै महँगो त थिएन कि। अहिले चाहिँ हल्का वारीबिकी चलिरहेको रहेछ क्या 5,000को होइन। त्यही भएर म गएँ पसलतिर, सबै चस्मा ट्राई गरेँ होइन। म र मिलन गएको, अनि मैले मात्र किन्छु भने मिलनले नि म पनि किन्ने भन्ने जस्तो कुरा गर्यो होइन। कोहीमा चाहिँ 5% अफ त्यस्तै थियो। तर मलाई सबैभन्दा मन परेको चाहिँ यो थियो। अनि मैले लास्टमा चाहिँ यो चुज गरेँ। धेरै महँगो त थियो, 23,253 थियो, तर ठिक्क थियो क्या, त्यस्तो महँगो पनि थिएन। अनि हामीले लास्टमा यही फाइनल गरेँ। अनि मलाई चाहिँ नकिन्ने, मिलनलाई मात्र किन्ने भने मिलनलाई मात्र किन्यो। तर राम्रो थियो। ऊ चाहिँ कति धेरै खुसी भयो होइन चस्मा किनेको भएर। किनकि मैले चाहिँ किनेन, म चाहिँ अरू नै हेर्ने भनेर गएँ। नेक्स्ट टाइम किन्छु म चाहिँ होइन। उसको पनि रहर थियो अरे, त्यसले उसले किन्यो, म चाहिँ किनेन। म चाहिँ साथी मात्र जानु मात्र भयो होइन। तर नेक्स्ट टाइम म पनि किन्छु भनेर भने। अनि त्यहाँबाट फर्किँदाखेरि चाहिँ यता त्यो के पार्क, ओहोरी पार्क समथिङ त्यस्तै थियो, त्यो हुँदै आयो। अनि बिचमा पानी परिदिरहेको क्या, अनि छाताहरू किन्यो। त्यसपछि आज सक्यो, घरपट्टि तर्फ लाग्यो। पानी किन आयो होला भन्दै सोच्दै। गुड नाइट अल गाइज।